यो चाहिँ iOS 26 को बेटा भर्जन हो। लिक्विड ग्लास UI अहिले हिजो अस्ति भर्खर लन्च गरेको। यसको फोल्डर र आइकनहरूलाई टिल्ट गर्यो भने चाहिँ साइड एजमा अलिकति कालो कालो जस्तो देखिन्छ। त्यो मुभ भएको कि सिफ्ट भएको कि जस्तो देखिँदो रहेछ हेर्दा चाहिँ। अनि नयाँ चिज भनेको यो एड गरेको छ, एक दुईवटा गेम एकै ठाउँमा फिडब्याक लिएर आएर एड गरेको छ। अनि यो बेटा भर्जन भएकोले होला फिडब्याक एड गरे पछि कमर्सियल भर्जनमा हटाउँदै जान्छ। अनि राम्रो बाक्लो चेन्ज भनेको चाहिँ क्यामेरा इन्टरफेस चाहिँ मजाले क्यामेरा इन्टरफेसमा चाहिँ हेर्न सक्नुहुन्छ। एउटै हातले चलाउन मिल्छ, सबै कुरा वान ह्यान्ड बनाएको छ। अनि अलिकति प्रोफेसनल मोड एड गरेको छ यसमा, पहिला थिएन, खोज्नु पर्थ्यो, भित्र छन् त थियो। अर्को भनेको चाहिँ फुल भर्जन नभइकन अब ठ्याक्कै यही भन्न सकिँदैन। नयाँ सिरी पनि आएको छैन यसमा। जे थियो पहिला त्यही नै थियो। सिरी जुन 18.5 मा आछ त्यो सिरी यसमा आइसकेको छैन। ट्राई गरेर हेर्दा त्यही हो, युआई मात्र चेन्ज भयो मेजर यसमा।